भनौँ कुन जिल्ला भने नि त्यति थाहा छैन। मस्त हेर्नु चाहिँ हेरेँ पछि अनि त्यो पहिले त कमै हुन्थ्यो। हामी म कतिमा गयो लगभग 8 72 73 गयो। त्यतिखेर त मान्छे कम थिए। अस्तिको चोटि जाने बेला त ओहो मान्छे 3 दिनमा हिँड्दा कति ठाउँमा बस्नु भयो कि 3 दिन हिँड्दा हरेक दिन बेलुका बस्ने ठाउँ जङ्गलमा पालमा कि होटल हुन्छ? टेन्ट हुन्छ है। अनि हामी जस्तो मान्छेले नि टेन्ट लानु पर्यो, लिनु पर्यो होइन भने भाडा तिर्नु पर्यो। त्यहाँ पनि पाइन्छ जहाँ बस्ने ठाउँ? ए भाडा तिर्नु ठिक हो नि, आफू लानु भन्दा नि टक्क भाडा तिर्नु। स्विमिङ पुलमा कस्टमरको भाडा तिरेर अनि टेन्ट तिर्ने ट्याक्क 2 दिन। पहिलो दिन सुरुको दिन कस्तो हुन्छ, सुरुमा गएर पुग्यो त पुग्यो। अहिले 200 रुपियाँ रेट छ। अनि मान्छे ठक्क अलिक बढी भयो भने अनि 300 400 हुने भयो। अझ मान्छे बढी 500 हुने भयो। माथि मन्दिरमा त 1000 रुपियाँ एक नाइटको। त्यस्तो महँगो हुन्छ। अहिले बेच्ने सबै दिया हुन्छ। तल पिफम सिफम हुन्छ, अनि ओढ्ने पनि दिया हुन्छन्। त्यस्तो जाडै हुँदैन भने त्यहाँ भित्र सुत्ने बेला पनि। हामी पैसा एकदम टाइटमा गएको हेर्नु छ। पैसा टाइटमा गएको 50 रुपियाँ एउटा रोटीको लिने, अनि दहीको त्यहीको 100 रुपियाँ लिने, अनि 150 100 रुपियाँ, अनि 50 रुपियाँ रोटीको, अरू चाहिँ 100 150। चिसो हुने भयो, भोक लागिहाल्ने हो। अनि त्यो खाना पैसा टाइटमा गएको, त्यो त कमै खानुपर्ने अब 2 रोटी कम खानुपर्छ। बेलेगमा पैसा हिसाब गरेर गएको छ। मैले त 8 मात्र लिएछ पैसा। अनि त्यो खाने चाहिँ के पसलहरू पाइन्छ ठाउँ ठाउँमा? त्यही जहाँ बस्यो त्यही हुन्छ। पसलहरू ठाउँ ठाउँमा अलि हुन्छ। त्यस्तो एकदम हुन्न। जस्तो यहाँदेखि हामी कहाँ बस्ने, उकालो लागि ठ्याक्क अनि बस्ने ठाउँ हुन्छ, त्यहाँ पसल हुन्छ। जङ्गली जनावरहरूको डर त्यस्तो त हुँदैन। जङ्गली त्यत्रो मान्छे हुन्छ, करोडौँ मान्छे हुनु त्यो बेला अप्ठ्यारो ठाउँमा त लाइन लागेर जानुपर्छ। मान्छे कुर्नुपर्छ। अप्ठ्यारो त्यो एउटा फिल्म छ त, अक्षय कुमारको गाडी बुढी गएर बिस्तारै हिँड्छ नि। हो त्यस्तो हुन्छ अप्ठ्यारो। बडी मालिका रामरोशनको के कहानी कतिको फरक छ? त्यो चाहिँ बडी मालिका देवी भने रामरोशन पनि घुम्ने ठाउँ त्यस्तो मन्दिर त्यस्तो फेमस मन्दिर बडी मालिका जस्तो धार्मिक होइन। त्यो चाहिँ प्राकृतिक सौन्दर्यता मानिस त 12 खण्ड 18 खण्ड जस त्यहाँ पनि आएर ऋषिमुनिहरूले तपस्या गरेको खप्तडले तलि त खप्तड बाबा त उ त त्यहाँ गएर हामीले चाहिँ तपस्या गर्न पाइयो। रामरोशन नजिकको मध्ये खतरा मध्ये नजिकको, अब नजिकले काठमाडौँ भनौँ न, केन्द्र रामरोशन ठाउँ ठाउँमा छन्, तर यस्तै छैन अरे नि त। बडी मालिका जस्तो त छँदै छैन, सकिहाल्यो नेपालमा। रामरोशन पनि बडी मालिका जस्तो अलिअलि उस्तै छ कि छैन? बडी मालिका त पुरै पाटन हो। पाटन नै त्यो सबै हिउँ पर्ने ठाउँ, हिउँ परे फाँट मात्र पुरै त्यो दुई टाइपको मात्र देखिन्छ। अरु के रोक सुकै हैन। ए चौर डाँडा जस्तो सम्म पनि हैन, नागबेली परेको सानसानो टापु जस्तो सब सेम लाग्ने। अनि एक्लै गएछ त बचाउँदाखेरि सेम लाग्दैन। रामरोशन चाहिँ ताल धेरैवटा तालहरु ताल जंगल छ, मैदान हैन। नेपालकै फेमस छ अहिले यो भइदियो। पहिला चाहिँ मैले अब हामी दोलखाम सुनेको जट्टा पोखरी बरु रेल आइदियो हुन्थ्यो यार। यस्तो स्पिड यात्रा कहिले आउला नि के लाग्छ तपाईलाई रेल आउने? एउटा अर्को ट्र्याक पनि बनाउन लाग्यो नि त, यो के रे हिमाली जिल्लाको। ए हिमाली अहिलेसम्म त्यही त मध्य पहाडी भयो। यो महेन्द्र राजमार्ग भनेको एक प्रकारको तराई नै ट्र्याक हो, माथिल्लो तराई, भित्री तराई र हिमाली बाटो बाँकी छ नेपालमा। एउटा हिमाली ट्र्याक त्यो हिँडेकोवाला एउटा हिमाली एउटा हिमाली छैन यार, पुरै हिमालमा पूर्वदेखि पश्चिम। एउटा हिमाली, एउटा पहाडी, एउटा मध्य पहाडी, एउटा मध्य तराई, एउटा तराई हैन तेर्सो भयो। अनि त हुलाकी भन्ने छ एउटा, हुलाकी भन्ने कहाँ हो अब? त्यो हुलाकी र मध्य पहाडी हैन, फरक छ। यसकै भेट हुन्छ न। जस्तै अब यो हुलाकी र मध्य पहाडी भयो, अनि यो तल कैलाश खोला मिक्स बीचमा मिल्यो, अझ फेरि यता छुट्टियो, यता गयो। अनि महेन्द्र राजमार्ग भने चाहिँ कहाँदेखि कहाँसम्म हो? त्यो धनगढीदेखि काँगडभिट्टासम्म। तराईको पूर्व, पश्चिमदेखि पूर्व तराईको भागको सबै त्यो महेन्द्र। त्यो चाहिँ भयो अहिले, पहिला के नाम राख्यो, चेन्ज गर्यो अस्ति बालन सरकारले। त्यही महेन्द्र राजमार्ग।
छिट्टो चाहिँ पुग्नु पर्यो क्या त्यो सबैभन्दा अब संसारमा एआईले गर्छ कि कसले गर्छ छिट्टो चाहिँ काठमाडौँ पुग्नु पर्यो जहाँबाट पनि घरमा सुइक्कै देऊ यो काम गर्ने बेलुकी गइहाल्ने हो त्यो सुरुङ त्यो सुरुङ भयो नि एउटा नागढुङ्गा टुक्कैले जानुहुन्छ त्यसले यो पनि लामै वर्ष लाग्यो पढ्ने अब फिनिसिङ हुन थालिसक्यो हस्तान्तरण यो कहाँ मिल्ने हो त त्यो त्यो नागढुङ्गा त नागढुङ्गा आफ्नै भइगयो नागढुङ्गाबाट होइन नौबिसे नौबिसेको पनि कट हो नागढुङ्गाबाट नौबिसे आइसक्यो तर त्यो भिर पाखादेखि जति पनि एक्सिडेन्ट हुने त्यो ठाउँ छ त्यो सबै कट्यो क्या यति लामो है कति किलोमिटर हो त्यो धेरै लामो त होइन सुरु भएको कारणले त्यो लामो पनि कट्यो त्यो ट्यापमा अहिले खोजौँला त्यो 10-15 किलोमिटरभन्दा बढी त्यति मुहानीदेखि पुगेपछि माथि चढी जान्छु त एकैछिनमा गाडी यार फेसिलिटी धेरै रहेछ नि फ्यान बत्ती होइन नत्र त होमस्टेयर मान्छे मर्दैन त्यहाँ फ्यान अक्सिजनको व्यवस्था अनि अक्सिजन हुन्छ हुनु पर्यो नि नत्र त्यो त झ्यालडोका पुरै बन्द भएर कसरी मान्छे कहिले छिर्ने होला यार? जानु पर्यो नि त सुरुमा त जहाँ पनि हुन्छ त्यहाँ चाहिँ कहिले छिर्ने हो नागढुङ्गा कहाँनिर रहेछ त्यो जहाँ पहिला भानुभक्तको नागढुङ्गा मर्या हो नागढुङ्गामा थानकोट नपुग्दै नागढुङ्गामा एउटा गाडीबाट देखिन्छ नि त्यो चाहिँ छिर्ने ठाउँ जे भयो नि नौबिसेको चाहिँ मैले पनि देखाएको छैन तल देख्नु होइन हो र कहाँनिर छ ट्याक्क कस्तो आउँछ हामी म त त्यहाँ जाने बेलामा बसमा जहिले निदाइन्छ म नागढुङ्गा चाहिँ जहिले देखाएको छ कहिले होला भनौँ कहिले होला दुईवटा छन् नै तल त्यो को मर्या त्यहाँ मदन भण्डारी होइन मर्या ए त्यो त्रिशुलीमा थियो त त्यो त दास ढुङ्गा हो दासढुङ्गाको नागढुङ्गा त्यो कट्यो हो म त्यहाँदेखि होइन। माथि यो त त्यसो नागढुङ्गा त्यो त नौबिसे आएपछि त मान्छेहरू नौबिसे टु काठमाडौँबाट नौबिसे चिया खाना कफी खाना आउने जाने हुन्छ बाइकमा त्यो बाटो भनेपछि सुरुङ खोलेपछि म त कतिचोटि बस अब चाहिँ जाला आज चाहिँ जाला वात्त स्वाट्टै छिराउला जस्तो लाग्छ छिराउँदै छिराउँदैन त्यस्तो यात्रा गर्न एक्स्ट्रा हुन्छ अहिलेसम्म गइरहेको छैन कलङ्की त परै गयो कलङ्की पनि आयो थानकोटबाट पनि तल थानकोट नपुग्दै तल थानकोट पनि यता पनि थानकोट नै त्यता कलङ्की पनि नै भाइरल गर्थ्यो तपाईँलाई त्यहाँनिर बङ्गला भन्ने थानकोटनिर तल टर्निङ लामो टर्निङनिर गर्थ्यो त्यत्रो एउटा त्यसको छेउछाउ त्यहाँ मुहान कि क्या